मस्त व्यस्त हुनुहुन्छ भने आजको साथ आजको भिडियो चाहिँ सफारीदेखि स्टार्ट गरेको छु साथीहरू। यहाँ सफारी चाहिँ हामीलाई टक्कुन डङ्ग ठोक्यो। मेरो बुढालाई सफारी कुदाउन आउँदैन क्या साथीहरू, यति मारे। मैले साँच्ची दसैँको भिडियोहरू बनाएको छु, 2-3वटा अपलोड गर्न पाएको छैन। अब नेट छैन नि त, यहाँ माइती आएको छु, भिडियो चाहिँ बनाएको छु साथीहरू। घर गएपछि ड्याङ 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 पाले पिलाउँछ, हेर्दै जानु होला कस्तो कस्तो हुन्छ, प्रतिक्रिया चाहिँ अवश्य दिनु होला होइन। अनि अहिले चाहिँ हामी कहाँ हिँडेको भन्दा ठुलो मम्मीको घर हिँडेको। चुप लाग्न हेलो गाइस धेरै बतेरो। अनि अहिले चाहिँ हामी सुरुमा माइती घर आयौँ, माइती घरबाट उता मामालाई गयौँ, फुपूकोमा गयौँ, अनि फेरि बेलुका घरै आयौँ। अनि अहिले चाहिँ हामी यता ठुलो मम्मीको घर केराबारी आउँदैछौँ, केराबारी आउँदैछौँ। अब मामालाई पनि मैले भ्लग बनाएको छु, त्यो पनि आउँछ साथीहरू हेर्नु होला होइन। मेरो बुढोको चाहिँ भनायो अब साह्रो नबोलौँ होइन। अनि के अरे अब यता केराबारीमा टिको लाएर चाहिँ यतैबाट जाने खोर्सानी निक्लेर भनेर हामी चाहिँ हिँडेको साथीहरू। के कस्तो हुन्छ मेरो माइती गाउँतिरको, मेरो आफ्नो मान्छेतिरको भ्लग पनि हेरिदिनु होला, माया गरिदिनु होला भनेर चाहन्छु। हेर्दै जानु होला आज के कस्तो हुन्छ होइन, हेर्दै जानु होला है त गाइस। हेलो गाइस साथीहरू देख्न सक्नुहुन्छ यो चाहिँ हामी एकदमै पाहाडै छौँ भन्दा पनि पाहाडकै फेदीमा। हामी चाहिँ हाम्रो घर चाहिँ पारी हो, पारीबाट हामी चाहिँ त्यो खोला तर आएको। अघि चाहिँ मैले भिडियो बनाउनु पाइनँ क्या साथीहरू, यस्तो दामी ठाउँ थियो नि त्यहाँनिर होइन। नानी निदा थियो कहाँमा, अनि अहिले चाहिँ मम्मीले बोक्नु भएर मैले भिडियो बनाएको। हामी चाहिँ मेरो छोरी पनि छ होइन। सफारी चाहिँ मेरो बुढो माथि हेर्नु त, सफारी चाहिँ के अरे यहाँनिर यस्तो उकालो बाटो छ नि त, अनि यहाँनिर ठेलेर माथि पुगिसक्नु। अनि हामी चाहिँ हिँड्दै गएको ओर्लेर यस्तै छ त। अब यहाँदेखि चाहिँ हामी चाहिँ केराबारी हिँडेको ठुलो मम्मीकोमा टिका लाउन हिँडेको हामी चाहिँ। यो कति धेरै हात दुखेछ अनि अप्ठ्यारो छ क्या यता चाहिँ बाटो। के हो भन्दै थिएँ म, साथीहरू यहाँ हेर्नु न काँसी हो। उतातिर त यस्तो खासै केही पाइँदैन क्या, जङ्गलहरू जान हेर्न पाइँदैन नि। यतातिर चाहिँ रमणीय हुन्छ नि त। यहाँ हेर्नु काँस, पहिला हामी गोर्खा जाँदा कति धेरै लाउँथ्यौँ। ओ माई गड यस्तै छ होइन। अनि यहाँ चाहिँ बुवा अनि दाजु पनि आएको थियो सफारी ठेलिदिनुको लागि। सफारी ठेल्नु उहाँ माथि पुग्यो, उहाँ पर रुखाको फेदा मेरो बुढो कहाँ भेटेँ चुइगम। मजा आयो। अहिले चाहिँ एकदमै धेरै पाहाडको भोइस के हुन्छ भोइस भन नि आउँदैन, त्यही आइरहेको छ क्या जङ्गल हेर्नु। ओ माई गड यो जङ्गल त नि अब हामी केराबारी हिँडेको वहीँसम्म जङ्गल छ, ठ्याक्कै ठुलो मम्मीको घर निक्लिन्छ जङ्गल छ। जङ्गलको ब्लग पनि म तपाईँलाई हाल्छु साथीहरू। यहाँ हेर्नु रुखहरू, ओ माई गड ड्याम्स ड्याम्स ड्याम्स। ल ल ल अघि खोलामा चाहिँ भिडियो बनाउनु पाएन नि त, सफारी जाने लागि। यो चाहिँ मेरो बुढा अघि सफारीमा, म त नानी बोल्नु कम्ती गाह्रो भयो निदाएको नि। यहाँनिर हेर्नु यो के भन्छ बुवा, यो डाँडा धरधरे डाँडा होइन, दाउरा खोज्ने मान्छेहरू पनि यहाँ त जङ्गल। हामी पनि पहिला कति धेरै आउँथ्यौँ यहाँ त दाउरा खोज्ने, यता पर जान्थ्यौँ। दाउराको भारी पुग्नु लाग्यो रे। ओ साथीहरू हेर्नु हामी चाहिँ यो खोला यो बाटो तरेर आएको। लडिन्छ है साना यता त, ओ दादा चाहिँ उहाँ पर बाइकमा, तपाईँलाई म यहाँ जुम गरेर देखाइदिन्छु ल। उहाँ पर देख्नु पनि हो बाइकमा सफारी ठेलेर अब चाहिँ जान लागेको। हामी चाहिँ यहाँदेखि हिँड्दै आएको, यही खोला तरेर आएको। कस्तो शीतल हावा आएको। हामी मजा आयो भन्दै थियो मेरो छोरी पनि। हामी चाहिँ यतिजना छौँ। वाउ यहाँ छ यो नक्कली, ल यो यहाँ छ कस्तो राम्रो ठाउँ। माइ गड यहाँ फोटो खिच्दा पाएको भए हुन्छ नि, म एउटा फोटो खिच्नु पर्यो साथीहरू। ल ल गाडी पनि गयो, सफारी चाहिँ यहाँ रुकेको छ। अब हामी चाहिँ जाने, मजाले फोटो खिच्दै पाएन त डाँडामा कालो न कालो निकाल्दिएँ। यहाँ म एउटा कुरा चाहिँ के भन्न चाहन्छु, यहाँ जति पनि मान्छे देख्नु भएको छ यो सबै फोटो खिच्न भिडियो बनाउनु केही गर्नु हुँदैन अरे, मेकअप गर्नु। ए म यहाँ कस्तो भएको छु होइन, बाध्यै गर्दाखेरि मेकअप गरेको यस्तो छु।
म जान्न भाइ मेरो बुढालाई यहाँ देखाएको त्यतै बसमा नानी बोक्नु लु त्यही खै ब्याग ल्याउनु म चाहिँ दुईपट्टि एउटा चिया पाउनु नानीलाई यहाँ अगाडिमा आइज आइज अगाडि म बोक्छु बोलाएर चाहिँ हामीले बाई बाई गरिसक्यौँ अब हामी चाहिँ लागेको साथीहरू यो कस्तो धमिलो देख्यो नि के अरे यो उयो भएको छ नि त लिएर बाउ बाउलाई बाई बाई गरेको सवारीमा झुल्किँदै हुन्छ ल क्या यो बाउ देखाएको कहाँ हिँड्नु भएको अब अहिले झन् धेरै हिँड्नुपर्छ तपाईँलाई नै पल्टे त सफारी झन्डै कहाँ जुन्नु भएको त्यो दा यहाँबाट जङ्गल जान्छ है हेम्राजी बाख्रालाई घाँस काट्नु खोज्नुको लागि जङ्गल कति आइन्छ यहाँ किनाले टोकेर धुस्नु पारेर मेरो छोरी हिजो सफारीबाट एकचोटि उल्टी हानेको थियो मम्मी र बया डरायो छोरी 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 होइन छोरी हेर्नुपर्छ नि साथीहरू नगर्नु बुवालाई चाहिँ क्या भिडियो बनायो भने के नभए जस्तो हुन त मेरो बुढालाई पनि त्यस्तै त्यस्तै हुन्छ खासै धेरै बोल्नु हुन लाग्नुहुन्छ तर मनमा तिमीलाई कस्तो लगेको गर्नु यो धरधरेको डाँडा हो हेमराज यहाँ उयो डाँडा छ कत्रो ठुलो तुमको नै पत्ता हमारा पत्ता है हामी पत्ता है हेमराज म यसो दिन जाँदा नि हामीले चामल लुगा फाटे पके त्यो जङ्गलको बाटो हिँड्दै हिँड्दै गएको है मम्मी मम्मी र म हिँड्दै हिँड्दै गएको जङ्गलको बाटो गाडी आउँछ भनेको त गाडी छोडेर नि त नि हिँड्दै 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 केराबारी पुगेको हामी अगाडि बस्न हिँड्दै खोजेको थिएँ आज बस्न बाँकी फुर्केर यहाँ बाबालाई भइरहेछ उसलाई मलाई चाहिँ यहाँ भिडियो बनाउन क्लियर आउँथ्यो भन्ने कुरा थियो केही छैन खेर केही छैन जङ्गल हो जङ्गलमा के देख्नुहुन्छ र जङ्गलै देख्नुहुन्छ होइन साथीहरू जङ्गलै हेरिदिनु यहाँ ओ माई गड गाडी पनि घरिघरि घाँस काट्ने मान्छेहरू हेर्नु साथीहरू यहाँ घाँस काट्न बिहानै आउनुहुन्छ यो मम्मी त्यहाँ साह्रै अप्ठ्यारो बस्नुहुन्छ गाडी जङ्गल हेर्नु साथीहरू ओ माई गड जङ्गल यो टोटली जङ्गल हो माथि जबसम्म हाम्रो ठुलो मम्मी घर आइपुग्दैन त्यहीसम्म जङ्गल छ केराबारीको जङ्गल हो साथीहरू हाम्रो बाख्रा केराबारीको जङ्गल हो यो जङ्गल हेर्नु साथीहरू यस्तो छ भन्नुपर्दैन मेरो मम्मीको भ्लग सुनिहाल्नु भयो त्यस्तै हो अनि हाम्रो मेरो दिदीको घर चाहिँ त्यतातिर पर्छ अनि यता टिका लाउन जाँदैछौँ मेरो छोरी ज्वाइँहरू नाति नातिना सबै छन् साथीहरू ए मम्मी यो पो छ धरधरेको डाँडा त होइन यो मासु धरधरे हो मासु धरधरे हो यो साथीहरू यहाँ चाहिँ धरधरे छ हो कस्तो राम्रो देखिन्छ त्यहाँबाट भ्यू उता के गर्नु सफारीमा छोरीलाई हुन्छ अतारै हुन्छ बनाउनै पाइँदैन हो गाह्रो छ फाइनली गाइज अब चाहिँ जङ्गलबाट निस्किनै लागि जङ्गलमा पनि कति टाइम लाग्यो के लामो छ क्या जङ्गल ठुलो हो नि त अब चाहिँ हामी निस्किन लाग्यौँ पानी पनि छिटाउँदै छ मलाई यहाँ अलिअलि भिजाइरहेको छ पानीले पानी पनि पर्दैछ यो चाहिँ बेलको रुख होला बेल बेल यो चाहिँ फुटबल खेल्ने चौरी हो साथीहरू मैले चाहिँ यहाँनिर साइकल सिकेर मेरो साइकल चाहिँ यहीँ चौरीमा सिकेको ठुलो मम्मीको घर आउँदा अनि भरे नयाँ सुरुवाल लगाएको साइकलको चक्कामा पाइडलमा परेर सुरुवाल त यहाँदेखि यहाँ च्यात्र घर गएको नि म त्यही नि साइकलमा दादाले पुऱ्याइदिएको यही चौरी हो यी देख्न सक्नुहुन्छ हो मैकन अब अटो आएतिर हेर्नु न अब अनि उति त हो घर हो त यहाँको मेरो छुट्टै मोमेन्ट मैले तपाईँहरूलाई सेयर गरेँ मेरो बुढोले पनि सुन्नु भएको छैन आज सुन्नु होला मैले साइकल सिकेको त उति वा हो अब मेरो ठुलो मम्मीको घर चाहिँ आइपुग्नै लाग्यो यहीँनेरि हो ठ्याक्कै ठुलो मम्मीको घर चाहिँ टुप्लुक्कै आइपुग्नु लाग्यो उतै उति छ है मम्मी कत्रो बाटो बनाएको ओ माई गड म त धेरै पछि आयो साथीहरू अब थुप्रो वर्ष भयो मम्मी म नआएको त नि उता सानो घर है बाबा उतै
बिच केराघारीको बिचको यता तपाईँपट्टिको घर चाहिँ फाइनली आइपुग्यो सानो छ हाम्रो घर चाहिँ ठुलोमा दर्शन ठुलो मामी म त दर्शनै गर्छु दिदी नमस्कार ओ आमालाई ठुली गर यो आमाको दिदी पो हो त दिदी बिमारी भरै गसपत्र पसेर बसिरहेको यो घर चाहिँ त्यही हो नि यो दोलानहरू यो चाहिँ त्यही हो अनि अनि यहाँको भत्काउनु कति अल्गो थियो नि यहाँ चढ्न त्यता कोठा चाहिँ निकालिसक्नु भएको थियो तर यो सिक्का चाहिँ ठुलो बाँकी होइन के छ मेरो कान्छी बुहारी भन्न नमिल्ने ठुलो मम्मी कि कान्छी बुहारी होइन पाक्दैछ ओइ म भित्र चपलाएर आउनु हुँदैन होला टरम्जला साथीहरू दाजुले मेजबानी आयो भने वा पाक्दै रहेछ है ल फाइनली हामी चाहिँ पिङ्केललाई नि ओ गड को छ म चाहिँ दुईवटा भ्लगमा आइसकेको अब हामी चाहिँ पिङ खेल्ने गाइज बाटो त होइन वा सना भएछ नि झन् खतरा देखिन्छ भ्यू ओ माई गड साथीहरू यस्तो घरहरू बनिएको थिएन पहिला कस्तो भएछ यो चाहिँ यहाँ मैले साँच्चै भन्न देखाउनै बिर्सेको यहाँ हेर्नु है तपाईँ पहाडको फेरि पो त पहाडकै छेउमा यहाँनिर ऊ त्यो पहाडको घर पनि देखिरहेछ नि ऊ एकदमै हो कि यो पहाडकै छेउमा यो मलाई केराबारी भएर होला केरा नि रहेछ यहाँ चाहिँ के अरे मलाई चाहिँ एकदमै मनपर्छ हौ केराबारी त वा सुपर डुप्पर लाग्छ है मलाई चाहिँ पहाडको फेरि पनि छ यहाँ माथि बजार पनि छ अहिले म बजार पनि तपाईँहरूलाई देखाउँछु हामी चाहिँ आइपुग्यौँ गन्तव्यमा पिङ भए ठाउँमा पिङ चाहिँ उहाँ रहेछ तर सानो रहेछ क्या हुनेछ रहेछ अनि यहाँनिर मन्दिर पनि हुनुहुँदो रहेछ कसैले मन्दिर देखेन नि पिङ खेल्न कुदै केटाकेटी यस्तै हुँदैन ढोग्नुपर्छ छैन मेछरी ढोगी चाहिँ ल बहिनी ललिस ल एउटाको सुरु भइहाल भयो अरे भएन हाल्लो यो चाहिँ ठुलो मम्मीको नाति हो ल भाइहरूले जान्छ त खेल्नु हेलो गाइज अब आन्टीको छोरीको टर्न आयो अरे अब छोरी रुन्छ कि रुँदैन भनेर रेडी हुनुहुन्छ है हेर्नु है अब मेरो टर्न आउँछ अब एकछिन पछाडि मेरो टर्न डर लागेन भयो ल अब चाहिँ यसको पालो तपाईँ भिडियो पुरै काटिन्छ नि त यहीँ जोडेर हाल्दा हुन्थ्यो नि त किन काटेको ओइ तँ भाग बेसरी हल्लाइदियो ल यसले नि खेली तेरि आमाले भ्लग हेर्छ मजाले पिङ खेलेको हेलो गाइज अब आन्टीको टर्न अरे होइन सबै फुल जोसमा आन्टीको छोरीलाई हेर्नु सबै रतपत्त बनाउनु भयो ऊ त दाइले हल्लाइदिने चाहिँ उभिएर खेल्ने हो कि के गरेर खेल्ने हो चाहिँ थाहा छैन उभिएर खेल्ने अरे फुल जोस
मेरो खतरा भयो है हेर्नुकै चरो पनि हेर्ने आयो पिङ खेल्नलाई होइन यो चाहिँ हाम्रो रो टर्न हुँदैछ भर्खर अब यसो हामी यिनीहरू हल्का अब उनीहरूको टर्न अरे अब अनि हाम्रो टर्न फेरि अरे त्यो बहिनी र उतो बहिनी आयो यो चाहिँ हामी घरबाटै हो खतरा मजा आयो अरे हेर्नु पेङ सबै हल्लिसक्यो यत्रो बच्चाले बोकेर भयो साथीहरू यस्ता स्या भाइ हेलो गाइज पानी परेर पिङ्क लाग्यो पानी परेर सबै ल्याफै भिजाइदियो भन्दा नि नमिल्ने होइन तर भिजाउनु चाहिँ भिजायो मेरो छोरी चाहिँ रोएर पिङ खेलेको त निक्लिहाल्यो नि सबै मुस्ला दुखेर कुद्दै आएको अन्त पर जङ्गलदेखि खुट्टा गल्यो अब घरमा गएर हेर्नुपर्छ साथीहरू पिङ खेल्न गएर बिजोग भयो ती दुइटा त उहाँ पुगे हामीलाई त भिजाइसकेको छ अलिअलि हिँड्ने बित्तिकै पानी पनि थाल्यो ल हामी चाहिँ निस्क्यौँ अब यहाँ ठुलो मामाको घरबाट नि निक्लिने बित्तिकै पानी पऱ्यो ला अब के गरी जानु होला ठुलो पानी चाहिँ नपऱ्यो माता रानी तिर्पल चाहिँ लिएर आउनु पर्ने रहेछ नि बाबा भयो क्या अब कसरी पुग्नु ठ्याक्कै केराबारीमा चाहिँ हामी हिँडेको नि पानी पऱ्यो साथीहरू के गरी घर पुग्नु होला है यहाँ चाहिँ यस्तो छ अहिले यहाँनिर पहिला त यस्तो केही थिएन हौ बाबा हामीले स्कुल चाहिँ यहीँ छ मैले सोचेको यहीँ पारेर होइन बहिनी मैले एसएलसी दिएको स्कुल हो यहाँदेखि टक्कभित्र छिर्ने स्कुल हामी चाहिँ केराबारी बजार आइपुग्यौँ केराबारी बजार चाहिँ यस्तो छ म त यहीँसम्म मात्रै आएको थिएँ त्यहाँदेखि चाहिँ केराबारी बजार अब सफारीभित्रबाट मजाले पनि देखिँदैन साथीहरू केराबारीको मेन चोक त्यो जाने चोक यो यता जाने चोक थियो टाढा बाटो छ यहाँ चाहिँ केराबारी चाहिँ टुप्लुक आइपुग्यौँ हेर्न सक्नु साथीहरू सेम यता पहाडै जस्तो दिन्छ पहाडै त हो पहाडकै भेदै अब यो हामी चाहिँ यहाँ यो बाटोबाट धरान निस्किँदै जाने भनेर यो बाटो चाहिँ हामी सिधै धरान पुगेर यहीँ केटाकेटीलाई धरान छोडेर नि हामी चाहिँ फर्किने भनेर हेर्नु साथीहरू वा हो दामी देखेको छ है दामी 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 मलाई चाहिँ देखाएको छैन किनकि मैले भेष बाँधेको छु टाउकोमा कस्तो कमेडी देखिरहेको त्यही भएर मलाई त देखिराख्नुको लागि भ्यू हेर्नु मजाले वा हाम्रो केराबारी वा हो त साथीहरू अहिले चाहिँ हामी पुलमा छौँ यहाँनिर चाहिँ पुल खै मलाई त केही थाहा छैन बाबा यता त नानीलाई भिजाइहाल्यो नि कत्रो पानी छेपेर हिँडेको गाडीले खोलामा छौँ साथीहरू म गाडी सुई कत्रो पानी छेप्थ्यो सबै नानीहरूलाई अब ठ्याक्कै अहिले पाहाडै लो यहाँ त उता पाहाडै हो त नि यो वा साथी यस्तो ठाउँ रहेछ हौ यहाँनिर त पुल चाहिँ धेरैवटा रहेछ नि क्या हो नि यो चाहिँ बुढी खोला अरे बुढी खोला तलबाट जाँदा चाहिँ इटेरी छेउमा पर्छ यहाँ माथिबाट चाहिँ कहाँनिर पऱ्यो आइडन होइन तर बुढी खोला अरे हामी चाहिँ जाँदैछौँ यहाँ चाहिँ ड्रागन फ्रुटको खेती रहेछ सरर यहाँनिर त्यसैको पाउँदो रहेछ साथीहरू यो चाहिँ के होला स्वागतम वेलकम लेखेको छ यो चाहिँ श्री जन्मभूमि आधारभूत विद्यालय अरे
कहिले नआएको ठाउँको बाटो हिँड्दा चाहिँ रमणीय नै लाग्छ नि हामी हेर्नु मन लाग्छ नि हिँडिरहेको बाटो चाहिँ त्यही भएर माथि उडाइदिएको वा मकै छरेको रहेछ यहाँनिर चाहिँ बाटो उकालो आयो भने त सबै ढिलै छ ओह्रालो आयो भने त रोल हेलो गाइस हाम्रो चाहिँ गाडी पम्चर भइसकेको छ अनि हामी पानी परिरहेछ अनि हामी यसरी बसिरहेछौँ होइन यतापट्टि नयाँ छ हामीको गाडी चाहिँ पम्चर भयो अब हामी कसरी जाने घर भयौँ होइन अब हामी अलिक मजाले यसो बस्छौँ यतापट्टि बस्न आँटेको छौँ अब हामी चाहिँ यो घरमा उतो घरमा बस्न आँटेको छौँ उतो चक्कटी चाहिँ मैले राख्नुपर्ने अरे होइन यतापट्टि गाडी पम्चर भयो हाम्रो अनि अब हामी यतापट्टि बस्ने थाहा छैन यो कुन चाहिँको घर अनि उतापट्टि एउटा राम्रो भ्यू छ त्यतापट्टि पनि हामी भ्यू देखाउँछौँ हजुरलाई तर हाम्रो यहाँ गाडी पम्चर भइसकेको छ त्यही भएर हामी चाहिँ अब यहाँ आन्टी चाहिँ यहाँ हुन्छ सानो पुजापछि यहाँ छन् होइन गाडी पम्चर भयो अब के गर्ने यता है गाडी पम्चर भएपछि त्यही भएर अब हामी यहाँ बस्छौँ गाडी पम्चर भयो अब त गाडी लगाएपछि चाहिँ हामी यतापट्टि आउँछौँ बाई हेलो गाइस अघि चाहिँ म भ्लग बनाउँदै थिएँ तर जानु भएर बच्चा सम्हाल्नु परेको थियो त्यही भएर बच्चा चाहिँ फेरि उस्तै छ रोको रोइ गर्नेवाला छुच्चो बोकेर पनि केही साध्य छैन यहाँ चाहिँ हामीले एउटा घरको तल उता चाहिँ पम्चर बनाइ हुन्छ हामी चाहिँ खोइ कुन चाहिँ घर हो कुन चाहिँले चाहिँ घर हामीलाई मार्छ होला तर हामी यहाँ बसिदिरहेको छौँ बा छैन हामीलाई होइन तर यतापट्टि नि यहाँ चाहिँ यहाँ पानी परिराखेको छ अनि आन्टी चाहिँ उता हुनुहुन्छ आफ्नो छोरा लिएर उत्यो है त्यो छुच्चो केटो चाहिँ त्यो अघि जति बोलाउँदा नबोल्ने त्यो नबोल्ने केटो हो त्यो हामी चाहिँ बोले गर्ने हाम्रो चाहिँ मुखै कहिले नसुक्ने तर मलाई चाहिँ बर्थडे लागिरहेको छ तर के गर्नु यहीँ चाहिँ आएर फेरि गाडी पम्चर हुनु पर्यो अलिक दोकानमा भयो केही खाना त हुन्थ्यो दोकानमा लुकेको भए के खाना त हुन्छ होइन नि टायर पम्चर भयो नि उता चाहिँ खतरा फुरेछ उता पर हाम्रो सवारी उता बसिरहेको भएछ भिज्नु भयो सबै भिज्नु भएछ अब हाम्रो लाग्यौँ हामी चाहिँ उता हेर्नु आन्टी चाहिँ सोचिराख्नु भएको छ होइन उता चाहिँ भिजेछ खोला आयो अब त झरा आयो त्यहाँ चाहिँ बयरहरू धेरै फलेको रहेछ तर के गर्नु खानै पाइँदैन यस्तो पाकेकै रहेन रहेछ नभए त खान्थ्यौँ ठ्याक्कै हो नि हाम्रो पाहाडमा पाइने जस्तै जग्गा हो सिस्तो अनि यो कदम हेर्नु न बयरहरू छ है गाई यहाँ चाहिँ अनि कच्ची नि छ ढुङ्गा नि छ यहाँ बयर फलेको थियो भने चाहिँ यहाँ खानुहुन्थ्यो तर के गर्नु बयरै फलेको छैन थुक्क फेरि हामीले अर्को जङ्गल छिर्यौँ होइन अब हामी चाहिँ ठ्याक्कै धरान निक्ल्यौँ धरान बरगाछी आइपुग्यौँ धरानको जङ्गलमा चाहिँ मन्दिर पनि छन् माता रानी भगवान हुनुहुन्छ मन्दिरभित्र पनि टोइलेट छ र अलिक तल अनि हामी चाहिँ ती केटाकेटीलाई पुऱ्याइदियो अरे आएको साथीहरू तर लास्ट बितेको भयो क्या आज हाम्रो के अरे पानी पऱ्यो नि त पानी परेर सफारीमा यस्तो ओडाउने पनि छैन अनि बिचक भयो के गर्नु धरानको जङ्गलमा चाहिँ मैले चाहिँ हामी अहिले चाहिँ घर आइपुग्यो अहिले होइन अघि आएको घर अघि घर आएर चाहिँ त्यहाँनिर एकछिन थकाइ मारेको म आज त साथीहरू गरेर हुनुहुँदैन अथवा त मेरो भिडियो त यति दिनसम्म तपाईँहरूले हेरि नै हाल्नुभयो होइन तपाईँहरूले स्किप गर्दै हेर्नुभएको छैन सबै गरेर हेर्नु क्या आजको भिडियो चाहिँ होइन पानी परेर 4 जना केटाकेटी सफारीमा जान्छ त्यो छेउछेउमा लाउने पनि छैन पानी पऱ्यो सफारी पनि देखिरहेको छ सफारी स्कुटी पनि हेर्ने साथीहरू अनि घर आइपुग्दा टुक्क सफारीको चार्ज पनि सकेको थियो
अघि त कति बेला घर पुग्नु यस्तो भएर ठुलो पानी परेर अझ हावा चलेन हावा चलेको त सबै भिजाउँछ साथीहरू आजको भिडियो चाहिँ अब यस्तै नै रह्यो होइन हेरेर प्रतिक्रिया दिने होला मैले तपाईँहरूले यसो स्किप गरेर हेर्नुहुन्छ भने साँच्चै क्या मजाले हेर्नु होला किनकि एकदमै रमणीय ठाउँहरू चाहिँ मैले त्यहाँ क्याप्चर गरेको छु क्या त्यो जुन पाहाडको एकदमै फेरि त्यहाँ पाहाड पनि देखिने त्यस्तो ठाउँहरू चाहिँ मैले क्याप्चर गरेको छु कि हेर्दाखेरि पनि छुट्टै खालको भाइब्स आउँछ क्या इभन मलाई चाहिँ त्यस्तो हुन्छ अब तपाईँहरूले हुँदैन मलाई चाहिँ त्यो पाहाड भनेपछि मनपर्छ क्या पाहाडको कुराहरू त्यही भएर एकदमै खोला नाला प्राकृतिक देन ओ माइ गॉड सुपर डुपर लागेको थियो मलाई चाहिँ त्यो बाटो फर्स्टचोटि हिँडेको त्यही हो साथीहरू घर पनि आइपुग्यो दुःख सुख जे जस्तो भए पनि धरानका केटाकेटीलाई नै सेफली पुऱ्याइदियो यहाँको नि ल्यायो त्यस्तै हो होइन अब आज मेरो भिडियो तिनजनासम्म हेरेर साथ दिनुभएको हजुरहरूलाई धेरै धेरै धन्यवाद लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अन्त बाई बाई मेरो युट्युब फ्यामिली